गाइस अब चाहिँ हामी स्कुल जान लाग्यो र आज चाहिँ स्कुल पढ्नको लागि होइन क्या आज चाहिँ म आफ्नो भिजाको लागि जान लाग्यो अब स्टुडेन्ट भिसाबाट वर्किङ भिसामा चेन्ज गर्नको लागि अब भिजाको लागि न्युखान नि जानु छ आज होइन र हजुरहरूलाई म देखाउने छु के गर्नुपर्छ न्युखानसम्मको यात्रा है लगायत हामी चाहिँ आइसक्यो अब गएको स्कुल आएर अब के गराउँछ होइन के डकुमेन्टहरू दिन्छ र त्यो के डकुमेन्ट लिएर न्युखान जानुपर्छ म भन्छु नि त ल गाइजहरू अब चाहिँ हाम्रो भिजाको खामी होइन यो हाम्रो कम्पनीको पछाडि छ हान्दवा कोवागवा र अब चाहिँ हामी न्युखान जान्छौँ एकछिनमा र मेरो दोस्तको पनि केउतोको छ के भन्छ नेस्तो यता यासाका अब दुईजना चाहिँ एकदम गाम्बारो गर्नेछ ठाउँ फरक भए पनि हामी नजिक हुनेछौँ होइन तर 1 वर्षपछि हामी दुईजना मिलेर काम बाते गरेर सँगै बस्ने कुन कम्पनीमा धेरै पैसा छ त्यसमा जाने के सिधै त राम्रो कम्पनीमा गर्ने के गरिहालेपछि होइन ढुक्क हो क्या मेहनत गर्ने तिम्रोमा हुन्छ कि मेरोमा हुन्छ जुनमा हुन्छ त्यसमै गर्ने त्यो खै गर्न मिलिहाल्छ तिमीले गर्न मिलिहाल्छ नि के थाहा दिन्छ कि हुन्छ अहिले पनि हुन्छ कि बिस्तारै अब चिन्दै जाँदा त्यहाँ गर्दै जाँदाखेरि त्यहाँ घामपाती गरेपछि होइन सबै कुरा राम्रो हुन्छ ल बाई बाई ल गाइज म चाहिँ अहिले घर आइसकेँ र घर आएर अब स्कुटर पार्किङ गरिसकेँ र मेरो बसन्ती पार्कमा एकदम मजाले बसिरहेको छ होइन र म चाहिँ माथि गइरहेको छु र अब खानासाना बनाएर खाएर अहिले इमिग्रेसन न्युखान भनेको इमिग्रेसन हो न्युखान जानु लाग्यो एकछिनमा है र मेरो साथीको सामान पनि आउँदैछ त्यही भएर म चाहिँ कुरिरहेको छु क्या त्यही भएर हल्का ढिलो नै जान्छु भनेर बसेको क्या मेरो दोस्तसँग म चाहिँ दाल बनाएँ भात बनाएँ भुजिया बनाउनु लाग्यो है दाल भात भुजिया र मेरो दोस्तलाई मैले बनाउन सिकाएको दोस्तमा अबबाट चाहिँ मलाई चाहिँ एकदम खुसी लाग्छ किन भनेदेखि होइन अब रेस्टुरेन्टमा खाम भन्ने थिएन उसले खायो भने त अब एक चाक खाउला 2 चाक खाउला होइन तर उसले मलाई पकाउन सिकायो भने त मैले सधैँभरि त सिकेर म सधैँभरि खान सक्छु नि त पेट पाल्न सक्छु हेऱ्यो म कति अहिले घाम लागिरहेको छ तर यस्तो खतरनाक हावा चलिरहेको कपाल सपाल ल्याइरहेको खतरनाकै हावा चलिरहेको कि राम्रो छ तर यस्तो हावामा न कहिले कसो हिँड्नु पर्दा र मेरो प्रिय घर मेरो बसन्ती त मैसँग जान्छु भन्दैछ अब घर चाहिँ छोड्नुपर्छ र यो गाउँ पनि छोड्नुपर्छ सहर पनि छोड्नुपर्छ यस्तै हो ल गाइस अब चाहिँ हामी ट्रेन चढ्न हिँड्न लाग्यो है र हाम्रो ट्रेनको बाटो चाहिँ उतै छ र अब चाहिँ हामी चाहिँ हिँड्यौँ है हामी होइन म चाहिँ हिँडेको आजको मौसम हेर्नु कस्तो मजाको बादल लागेको छ क्या है वाउ नाइस के है यता चाहिँ स्टेडियम छ याक्युको र यता चाहिँ म पनि छु है यो चाहिँ ट्रेन स्टेसन है गाइज दाइमोचु स्टेसन है दाइमोचु स्टेसनको तलपट्टि यस्तो राम्रो भ्यू छ है यतापट्टि म पनि छु र यहाँभित्र यस्तो टनलबाट जानुपर्छ र एकदम साफ कस्तो साफ गर्ने मान्छे पनि हुन्छ क्या यहाँ फोहोरै हुँदैन त्यही पनि साफ गरिरहेको छ क्या यो अनि त छुक खाएर खोला खाएर सब रातो बनाइसक्यो कुना छैन अथु ओहो थु 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 सब पराग र भोलाको रातो भएर ल्याङ लाग्थ्यो है यहाँ यस्तोमा हात हाल्न पनि कस्तो घिन लाग्थ्यो होला हेर्नु कस्तो मजाले साफ गरिरहेछ कि फोहोरै छैन कि तर दिनकै पुस्छ क्या एकदम राम्रोसँग आफ्नै छ भन्ने तरिकाले पुस्छ क्या अब चाहिँ हाम्रो ट्रेन आइसक्यो म चाहिँ छिटो जानुपर्छ र गाइज हामी चाहिँ अब दाइमोचु स्टेसन ऱ्याबिट छुट्ने भयो यो गइसकेपछि बल्ल लोकल आउँछ हाम्रो र हाम्रो ट्रेन आइसक्यो गाई चाहिँ हामी चाहिँ यही ट्रेनमा अब जाने र म चाहिँ अब टक्क लगाएर बसेर र
आमाकासाकी गएर नोरी खाइ गर्छु र यहाँ ट्रेन आइसक्यो टक्क यहाँबाट खोज्छ यो हरियो छ नि यहाँनिर ढोका हुन्छ टक्क यहीँ खिच्छ हामी टक्क यो ढोका आयो ढोका चाहिँ टक्क लगाएर खोज्छ र हामी चाहिँ भित्र जान्छौँ कोही पनि छैन म एक्लै छु दिउँसो खासै मान्छे हुँदैन ढोकामा आयो कति सेफ छ ढोकामा आयो भने भित्र बाहिरबाट मान्छे आउन सक्दैन नि भित्रको मान्छे बाहिर जान सक्दैन एउटा कुरा देखाउँ है हजुरहरूलाई हेर आमाकासाकी स्टेसनबाट हान्सिन स्टेसनबाट है आमाकासाकी क्यास्टल पनि देखिन्छ है नजदिकै छ यहाँबाट गयो भने आमाकासाकी क्यास्टलको पार्कहरू पनि छ क्या त्यहाँनिर पार्कहरू पनि राम्रै छ कि एकदम खतरनाक छ हजुरहरू आमाकासाकी एरियामा बस्नुहुन्छ भने एकचोटि हेर्नै पर्ने ठाउँ छ क्या आमाकासाकी क्यास्टल सबैजना आएर हेर्नु होला र हाल म चाहिँ अहिले कोबेमा आइसकेँ गाइस कोबेको लुक इमिग्रेसन पुग्नुभन्दा पहिलाको र यो चाहिँ जिआर स्टेसन नजिकै र अहिले चाहिँ ठिक हामी चाहिँ कोबेमा आइसकेको छ र म चाहिँ इमिग्रेसन अफिस भेटेको हान्सिन स्टेसनबाट त्यही इमिग्रेसन अफिस जानको लागि 10 मिनट जति लाग्छ हिँडेर 10 देखि 15 मिनट जति लाग्छ त्यही अब हिँड्न बाँकी छ र हाम्रो लाइन खुल्यो र हामी हिँड्न लाग्छौँ गाइस म चाहिँ इमिग्रेसन अफिस ठिक अगाडि आइसकेँ र मेरो अगाडि ठिक इमिग्रेसन अफिस यो चाहिँ देख्नुभएको चाहिँ इमिग्रेसन अफिस र यहाँ चाहिँ यो देख्नुभएको छ नि यो पोस्ट अफिस यो चाहिँ गिन्क्यो हो क्या यहाँको चाहिँ ब्याङ्क त्यहाँ इमिग्रेसन अफिसमा जानुभन्दा पहिला भिजा आइसकेपछि यो ब्याङ्कमा गएर हजुरहरूले पैसा तिर्नुभयो भने यो चाहिँ कोबेको कुरा गर्दैछु यो ब्याङ्कमा गएर हजुरहरूले 6,000 जति पैसा तिर्नुपर्छ तिरेर हजुरहरू चाहिँ इमिग्रेसनमा गएर होइन त्यो एउटा कुपन पाउँछ 6,000 को त्यो लिएर गयो भने भिजा चाहिँ दिन्छ क्या र यही ब्याङ्क हो होइन नजिकै छ जस्ट यो सिधा देखेको बिल्डिङ चाहिँ इमिग्रेसन अफिस र यो चाहिँ जेपीको पोस्ट ब्याङ्क हो यो थियो होइन र यहाँ चाहिँ सबैजना होइन भिजा लिन बेलामा होइन प्रायः यहीँबाट लिन्छ कि नजिक छ नि त र ठाउँमा टाढा छ र यहाँ चाहिँ धेरै नै नजिक भएर सबैजनाको आउने जाने बाटो चाहिँ यही हो र म चाहिँ अब इमिग्रेसन अगाडि त्यो नोटङ्की गर्ने कुरा गर्दिनँ होइन र भिडियो चाहिँ भित्रको लिन पाउँदैन नि त एउटा देशको कानुनभित्र रहेर हामी चाहिँ त्यहाँ चाहिँ आफ्नो बाट केही नराम्रो नहोस् भनेर चाहन्छ नि त यो भनेको देशको एकदम ठुलो कानुन हो नि त यहाँ केही भयो भने त च्याप्चुस मात्र पठाइहाल्छ नि त त्यही भएर म चाहिँ अहिले चाहिँ भिडियो अप गर्छु हेलो गाइज म चाहिँ अहिले यो ठिक 2 वर्ष पहिला मैले यो चाहिँ देखेको थिएँ है यस्तो राति चाहिँ घुम्न आएको थियो होइन मेरो निहोङ्गो गएकोमा हुँदाखेरि यो लास्ट बेलामा यो खोल्दो रहेछ यो राति चाहिँ लाइटिङ यस्तो खतरनाक हान्छ यो सबै लाइट हो क्या यो पनि लाइट हो क्या र राति चाहिँ मान्छेको भिड लास्ट हुन्छ यो लाइट हेर्ने मान्छेको होइन तर यतिखेर छैन जहिले पनि राति 9 बजेसम्म हुन्छ क्या आयो होइन र यहाँ चाहिँ यो पार्कहरू पनि राम्रो छ होइन हल्का म यो पार्कमा चाहिँ भिडियोहरू बनाएको टिकटक बनाएको चाहिँ यादहरू छ क्या अझ पनि होइन र यस्तै नै हो होइन र यो बिल्डिङ पछाडि फोटो खिचेको यो ठुलो बिल्डिङ पछाडि ऊ त्यहाँ बसेर यादै याद छ होइन यो चाहिँ म निहोङ्गो गएकोमा हुँदाखेरि याद थिएन यो पार्क माथिबाट र आज चाहिँ एक्लै हिँडिरहेको छ गइदिउँ न भनेर होइन हेरिदिउँ न भनेर हेर्न आइदिएको थियो कस्तो के छ भनेर तर पहिलाको जस्तै रहेछ क्या अहिले पनि होइन फेरि यहाँ चाहिँ दोकानहरू यो जति पनि देख्नु भएको छ यो सबै दोकानहरू हो र यो लाइटिङ जहिले पनि यहीँ हुन्छ होइन यो घुम्ने सुम्ने होइन यो लाइट मात्र बल्ने हो क्या यस्तो खतरनाकै लाइट बल्ने क्या र अब यिनीहरूको आफ्नो मिसिया होइन यहाँ खाना खानको लागि त राति बेलुका होइन ढिलो भयो भने यहाँ चाहिँ खाजाहरू रेस्टुरेन्टहरूले आफ्नो आफ्नो के भन्छ स्टल लगाएको हो क्या सबको छ क्या र यहाँ चाहिँ खाजा खाने मान्छेहरूको भिड हुन्छ र यही हो
र सबैजनाले रमाइलो गर्छन्। लाइटिङ चाहिँ राम्रो हुन्छ क्या र त्यो हुन्छ नि कस्तो खतरनाक लाइटिङहरू बलिरहेको हुन्छ नि त्यही बल्छ क्या र मान्छेहरूको त लड्को हुन्छ क्या बेलुका त यहाँ फेरि त्यो गीत पनि बज्छ न डिजेहरू पनि बजाउँछ र रमाइलो गर्छ क्या यस्तो सानो लाइटहरू हालिदिएको छ र यो पार्कको नाम चाहिँ के हो थाहा छैन मलाई पार्कको नाम चाहिँ थाहा छैन यो चाहिँ कोबेमा हो न कोबेको जस्ट एक ऊ त्यहाँनिर छ होइन वहाँबाट ठिक सिधा आयो भने यहीँ हो यो ठुलो बिल्डिङ छ नि यो ठुलो बिल्डिङको छेउको त यहाँ जहिले पनि त्यो के भन्छ गेम खेलाउने मान्छेहरू हुन्छ यो ठाउँमा चाहिँ होइन त्यो पैसा लिने मान्छे हुन्छ नि गेम खेलाएर त्यस्तो टाइपको मान्छेहरू बसिरहेको हुन्छ र हेर्नु कस्तो ठुल्ठुलो बिल्डिङ छ आँखाले नभ्याउने अब नेपालमा त्यस्तो हुँदैन यत्रै ठुलो त छैन होला मोबाइलमै अटाउँदैन हेर्नु त मोबाइलमै अटाउँदैन कति ठुलो यतातिर त सानो छ यो चाहिँ लास्टै ठुलो छ यतापट्टि लाइट बन्द हुने बित्तिकै सानो बाटो छ यो बाटोमा पनि मान्छे रोकिरहेको छ क्या तर यिनीहरू नियमको चाहिँ खतरा पालना गर्छ क्या नियममै बस्छ क्या नियममा बसेर त यत्रो ठुलो बिल्डिङ बनाउन सफल भएको छ यता चारैतिर बिल्डिङहरू मात्र छ क्या त्यो घडी हो क्या होइन रहेछ घडी जस्तो टाइपको छ राम्रो छ ठिक सहरको बिचमा त्यो ट्रेनको यहाँ चाहिँ जोडाजोडीहरूले होइन यहाँ चाहिँ चक्क फ्रेम बनाएर त्यहाँ चाहिँ फोटो खिच्ने त्यहाँ चाहिँ बसेर है झुल्ने कपाल हुनेहरूको लागि है फेरि है कपाल नहुनेहरूको लागि त यसो हेर्ने साइडमा र हिँड्ने अगाडि सिधा र यहाँ कुदिरहेको अब चाहिँ हामी चाहिँ हिँड्न लाग्छौँ जाडो छ यहाँ लास्ट जाडो छ हावाहुरी त्यस्तै खतरनाक चलिरहेको छ र म फेरि पनि त्यही ठाउँमा आइसकेँ है र अब फर्किँदैछु र मैले चाहिँ भिसा एप्लाई गरिसकेँ र मेरो ओके भएर सबै कुरा पाइसकेँ र अब चाहिँ घरतिर हिँडेको जिन्दगी भनेको धेरै सानो छ मेरो साथीहरू कतिखेर जिन्दगीमा के हुन्छ भरोसा छैन त्यही भएर जत्रो सानो जिन्दगी भए पनि हामीहरू खुस हुने प्रयास गरौँ होइन अरूलाई हेल्प गर्ने प्रयास गरौँ र अरूको अनुहारमा खुसी ल्याउने चाहना अरूको जिन्दगीबाट हामी खेल्ने कोसिस नगरौँ होइन र खेलेर पनि केही पनि हुँदैन र अर्काको जिन्दगी एउटाको जिन्दगी हामीबाट बिग्रियो भने हाम्रो कतियौँ वर्ष कतियौँ युगमा हामीले त सबै बिगार्नु पर्छ जापानको दुईवटा जोडिएको बस थियो तर मैले देखाउन पाइनँ सरी सानोमिया स्टेसनमा सबभन्दा भिड लाग्ने ठाउँ क्या यो जिआर स्टेसन अगाडि गएको क्या यति धेरै भिड छ लास्टै धेरै भिड म एकचोटि त्यहाँ माथि चढ्ने प्रयास गर्छु होइन त्यहाँबाट भ्यू हाम्रोमा आउँछ क्या यो चाहिँ जिआर स्टेसन अगाडिको भ्यू है र यहाँ चाहिँ मान्छे यति धेरै हुन्छ न लास्टै धेरै के तलपट्टि लास्ट धेरै मान्छेहरू हिँडिरहेको हुन्छ सब मान्छेहरू उतापट्टि जानको लागि हिँडिरहेको हुन्छ र उता हेर्नु छतमाथि त्यहाँ छतमाथि ट्रेन हिँड्छ छतमाथि ट्रेन हिँड्छ हाइवे बाटोमा यस्तो धेरै गाडीहरू छ सबको फेरि टाइम हुन्छ समय हुन्छ न लाइट बोल्यो अनुसार कुदेर होइन हिँडिरहेको हुन्छ कस्तो मजाले हेर्नु उतापट्टिको लाइनमा हिँडिरह एक्सिडेन्ट हुने कुनै चान्स छैन जसको लाइट खुल्छ आफै जान्छ हिँड्छ खुल्दैन हिँड्दैन हेर्नु त कस्तो मजाले छतमाथि हिँडिरह 2-3 तलै माथि छ 3 तलै छ 3 तला माथि छ क्या हेर्नु 1 तला 2 तला 3 तला र यहाँ चाहिँ 1 तला माथि चाहिँ यो जिआर स्टेसन छ र गाइज हेलो गाइज यस्तो जाडो छ अनि म चाहिँ छिटो स्टेसनभन्दा भाग्दा घर आएँ होइन र घरहरू त्यहाँ छ र लास्ट जाडो छ र हात निकाल्न बाहिर लास्ट जाडो लागिरहेको थियो होइन त्यही भएर म चाहिँ छिटो भागिदिएको घर चलिदिएको कि ल अब घर गएर खानासाना बनाएर खाएर भिसा पाइसक्यो आनन्द छ नि त वर्किङ भिसा दोस्त वर्किङ भिसा पायो ल गाइज
आज बेलुका म खाना खान लाग्यो हजुरहरूलाई मेरो खाना देखाउँछु है आजको खाना मेरो र अब चाहिँ म खाना खान लाग्यो हजुरहरूलाई कस्तो लाग्छ मेरो भिडियो र मन पऱ्यो भने लाइक कमेन्ट सब्सक्राइब गर्नु र यस्तै यस्तै भिडियो दैनिकी लिएर आउँदै गर्छु र मेरो भिडियोलाई गर्दा मजा आइदिनु गर्दा सबैजनाले राम्रोसँग हेर्नु होला कृपया अहिलेको लागि म हजुरहरूको सुनिल बिदा लिन चाहन्छु बाई बाई